नमस्कार। हिजो साँझ मैले बनाएको भिडियोमा एउटा कुरा धेरै साथीहरूलाई घट परेछ र कतिपय साथीहरूले मलाई फोन पनि गर्नुभयो। त्यो के हो भने 2046 सालको आन्दोलनमा थोरै क्षति हुने बित्तिकै राजा वीरेन्द्रले सहजताका साथ व्यवस्था नै त्यागिदिए र 2062-63 को आन्दोलनमा फेरि थोरै क्षति हुने बित्तिकै राजा ज्ञानेन्द्रले राजगद्दी नै त्यागिदिए। अब यसलाई नकारात्मक कोणबाट विश्लेषण गर्नेहरूले बाध्य भएर त्यागे भन्लान्, तर बाध्य होइन, स्वेच्छाले त्यागेको हो। स्वेच्छाले त्यागेको हो र 2062-63 पछि त राजनीतिक दलहरूले धोका पनि दिएको हो राजालाई। अब यो प्रसंगसँग मैले के कुरा जोडेको थिएँ भने हालैका वर्षहरूमा श्रीलंका, बांग्लादेश र सिरियामा, संसारका अन्य देशहरूमा पनि त्यस्तो पहिला भएका छन्। ती तीनवटा देशहरूमा शासकहरूले जनताको आवाजलाई दबाउन खोज्दाखेरि अन्ततोगत्ता ती शासकहरू नै देशबाट भाग्नुपर्ने स्थिति आयो र उनीहरू नै त्यहाँबाट हट्नुपर्ने स्थिति आयो। त्यहाँ हिंसा पनि भयो, जनधनको क्षति पनि भयो। अब नेपालको परिप्रेक्ष्यमा राजाहरूले व्यवस्था नै त्याग्ने, गद्दी नै त्याग्ने र अहिले होइन राज संस्था त यो देशको लागि अपरिहार्य रहेछ भनेर देशभरि नै स्वयस्फूर्त रूपमा, कसैले पैसा लिएर आएको पार्टीका कार्यकर्ता होइनन्, स्वयस्फूर्त रूपमा त्यसरी मानिसहरू आम सर्वसाधारणहरू जताततै निस्किँदाखेरि पनि राजनीतिक दलका प्रमुख नेताहरूले होइन यो त भूत जाग्न खोजेको, होइन यो त काम छैन भनेर त्यो तुच्छ भाषाहरू जुन प्रयोग गर्छन्, त्यसै गरी तुच्छ भाषाहरू प्रयोग गरिराख्ने र यसलाई दबाउन खोज्ने हो भने फेरि यो देशमा पनि सिरिया, बांग्लादेश र श्रीलंकाको जस्तो अवस्था आउन सक्छ। त्यो राजनीतिक दलका नेताहरूले समयमै बुझ्न जरुरी छ। रिडिङ द राइटिङ्स अन द वाल भनेर भन्छ नि, हैन? त्यो के लेखिएको छ, के संकेत गर्दैछ भन्ने कुरा चाहिँ चाँडै नै बुझेर र धेरै कुरा मागेको पनि होइन, प्रजातान्त्रिक दलहरूलाई न्यूनीकरण गर्न खोजेको पनि होइन, तर विगतमा राज संस्थाबाट पनि केही गल्तीहरू भए। मैले कहिले पनि राज संस्थाले गल्ती नै गरेन भनेकै छैन, तर राज संस्थाबाट 5-7 वटा गल्ती हुँदाखेरि राजनीतिक कर्मीहरूबाट 5-7 हजार गल्ती भए। राज संस्थाबाट भएका केही गल्तीहरूलाई राजनीतिक कर्मीसँग भएका केही गल्तीहरूसँग दाँच्ने हो भने राजनीतिक कर्मीहरूबाट भएका गल्तीले त यो देशको सार्वभौम सत्ता, अखण्डता, यो देशको अन्तर्राष्ट्रिय इज्जत, यो देशको शान्ति, स्थिरता, सौहार्दता सबैमा क्षति पुर्याएर यो देशलाई अस्तित्वको संकट, एक्जिस्टेन्शियल क्राइसिस तर्फ उन्मुख गराउँदैछन्। त्यसो हुनाले मतलब गल्ती भए पनि त्यो यति गम्भीर गल्तीहरू राजनीतिक कर्मीहरूले गरेका छन् र त्यही गल्तीका कारण अहिले होइन यो त देश गलत बाटोमा जान लाग्यो, राजा र राजनीतिक दलहरू फेरि एक ठाउँमा आउनै पर्छ भन्ने भावना प्रबल भएर गएको छ। त्यसकारणले राजनीतिक दलहरूलाई न्यूनीकरण गर्न खोजेको होइन, नवीन समझदारीमा गएर राजाको पनि स्थान हुने, राज संस्थाको नै स्थान हुने, राजनीतिक दलहरूको नै स्थान हुने र संवैधानिक एउटा प्रजातन्त्र, संवैधानिक राज संस्था र प्रजातन्त्र हुने व्यवस्थाको बाटोमा नवीन समझदारीमा देशलाई लिएर जाउँ भन्ने आम सर्वसाधारणको चाहना हो। त्यसकारणले त्यो बाटोमा जानको लागि अब ठूला दलका ठूला नेताहरूले तुच्छ शब्द प्रयोग गर्नु साटो आफ्ना बैठकहरू बसेर समीक्षा गरेर होइन अब कुनै बाटो निकाल्नु पर्छ भनेर भने यहाँ थप हिंसा क्षति हुँदैन। अन्यथा अब राजनीतिक दलका नेताहरूले जति गाली गरे पनि, जतिसुकै तुच्छ भाषा बोले पनि यो अवस्थालाई उनीहरूले नियन्त्रण गर्न सक्दैनन्। त्यसकारणले गर्दाखेरि अब चाहिँ ठूला राजनीतिक दलहरूले दबाउनु साटो यसको निकास निकाल्नको लागि नवीन समझदारीको लागि सोच दिउन् भन्ने आग्रह हो। अब आज सरकारको पोखराबाट काठमाडौँ फिर्ती सवारी हुँदैछ र त्यसमा चाहिँ सम्पूर्ण राज संस्थावादी साथीहरू जो सडकमा उत्रिन तयार छन्
उनीहरू यो एयरपोर्टको गोल्डन गेट अथवा रिङ रोडको गेटदेखि लिएर त्यो गौशाला, चाबहिल, महाराजगञ्ज हुँदै निर्वाल निवाससम्म आफूलाई अनुकूल पर्ने ठाउँमा जसरी पनि उत्रिदिउन्, किनभने त्यो शक्ति प्रदर्शन गर्न जरुरी छ, तर शान्तपूर्ण रूपमा गरौं र सरकारले पनि अशान्ति सृजना हुने कुनै काम नगरोस् भन्ने कामना गर्दछु।